मजुर को विकास छेत्री तो स्वागत है मेरो एक नया वीडियो में। तो आज हो भाई टीका। सो हमें को भी ढुकुर पुकुर में चली रहा थे। तो आज फाइनली मतलब सब भयो अलिक नमिल्नु थियो तर नियम सब सब भयो अनि आज हामी भाइ टीका लगाउन जाँदैछौँ। तो हजुरहरूलाई सबैलाई भाइ टीकाको धेरै धेरै शुभकामना हार्दिक अभिनन्दन छ। तो अब हामी भाइ टीका लगाउन जाँदैछौँ। हजुरहरूलाई म देखाउँदैछु हाम्रो भाइ टीका यस प्रकार हुँदैछ भनेर बनेर मेरो भिडियोमा। सो गाइस हाम्रो चाहिँ अब सुरुवात भइसकेको छ। अब बहिनीहरूले हामीलाई छेक्नलाई सुरु गरिसकेका छिन्। तो हामी जम्मा 7 भाइ दाजुभाइ छौँ। 7 भाइ दाजुभाइ अनि हाम्रो 5 जना दिदी बहिनी, जसमा 2 जना मात्रै हाम्रो चेली यहाँ छिन्। तो 3 जना चेली चाहिँ हाम्रो नेपालमै छिन्। तो के कारणले उहाँहरूको आउन पाइनन्। तो उनीहरूलाई हामी धेरै मिस गर्छौँ। कृष्ण, मनिषा, वर्षा अनि हाम्रो सानी पुतली बहिनी छिन्। तो उनीहरूलाई हामी धेरै मिस गर्छौँ। तो यहाँ हाम्रो चेली गीता र सानुले हामीलाई टीका लगाउने कार्यक्रम छेकिसकेर टीका लगाइदिँदै छिन्। अब मलाई नि लगाइदिँदै छिन्। कति राम्रो हामी धेरैजना छौँ। धेरैजनालाई लगाउन अलिक टाइम लाग्छ। तो 2 जनाले पालो गरी आरामले कति सुन्दर सुन्दर तिलक भाइ टीका लगाइदिँदै छिन्। मलाई गीताले सेतो लगाउँदै थिइन्। पहिले सबैलाई सेतो सिधा गीताले पार्दै थिइन् अनि सबलाई सानो सानो टीका सानोले लगाइदिन्। तो सिसा देखाइसकिन्। सिसा देखाइसकेपछि हामीलाई पनि अब दान दक्षिणा हामीलाई नि अब सबैले दिन, सबैले अब कपडाहरू भेटेपछि सबैलाई खुसी। त्यसपछि सबैको मुख मिठा गरिदिन् हाम्रो गीताले र सानुले। सबैलाई दही मिठाई खुवाउँदै मेरो पालो नि आयो खानेलाई। अनि खाइसकाएर अनि नेक्स्टपछि हामीले नि अब चेलीलाई टीका लगाइदिन्छौँ। तो हामी धेरै 7 जना छौँ अनि 2 जना मात्रै छन् बहिनी। 2 जना हुना कारणले सबैले एउटा रङ लगाइदिँदाखेरि उनीहरूलाई पुगिहाल्छ। अनि सबैले अगर थुप्रै लगायो भने धेरै हुन्छ। यी सबैले खानेकुरो नि हाम्रो आइपुगेछ। तो यो हाम्रो हातमा आइपुग्यो। अनि यो हाम्रो रहेको छ हाम्रो स्याल रोटी, जसलाई घुमाएको रोटी नै भनिन्छ। त हाम्रो भाइ टीकाको खास यही हो, घुमाएको रोटी त भन्नै पर्छ। अनि सबैको हातमा आफ्नो आफ्नो भाग भेटेपछि खुसी लाग्यो। अनि हाम्रो नि चेलीलाई खुवाउन जाँदै थियौँ। खुवाउँदा अब धेरैजनाले 7 जनाले खुवाउँदाखेरि खुवाउँ छिटो खुवाउँदाखेरि मुखले सास नफेरिकन खान जान्छ। त खाइसकेर हाम्रो अब सब थुक भइसक्यो। भइसकेर अब चेलीहरूले हामीलाई माछा लगायो, हामीले ढोकिसक्यौँ। आजलाई यति नै, बाई।